चाहिँ हामी माछुरीमा जान लाग्छौँ हेरिदिनुलाई बाबा आज हामी कहाँ जान्ला रे फेरि भन्छ त माछुरी त्यो कति हाम्रो माछुरीहरू पनि छ त्यहाँ मेरो साथीहरू पनि डान्स गर्नुहुन्छ म चाहिँ डान्स गर्ने होइन त्यो छिपो होप्पो भन्ने छ कि त्यो डान्स चाहिँ कस्तो डान्स गर्ने हेर्नु जान्ला त सक्यो भने के अर्को होला अहिले हाम्रो माछुरी पनि नानहरू बेचिरहेछन् अनि त्यसपछि बाबाले मलाई बेलु बाबा अनि बाबाले मलाई के किनिदिने रे बेलुन आइसक्रिम है अनि अरू मेरो साथीहरूको त्यो डान्स पनि है कस्तो शीतल छ है बाबा आज कस्तो शीतल छ कि त्यही पनि भोलि पानी देखायो भने के हुन्छ होला पनि भोलि मेरो स्कुल होइन पर्सि चाहिँ हो पर्छ होला है बाबा धन्न भोलि माछुरी नभएछ छ कता ए जहिले हुन्छ है माछुरी जहिले हुन्छ माछुरी भोलि पर्सि है अनि भोलि पर्सि पनि हुन्छ म ठुलो भयो भने त म बाबा मलाई रेस्टुरेन्ट नलिएर जाऊ है त्यहाँ म ठुलो भएपछि केही हुँदैन ए हरायो भने नि केही हुँदैन नि थाहा त किनकि म ठुलो भएपछि त आफ्नो हरायो भने बा आफ्नो घरको बाटो कहाँ हो भनेर थाहा पाइहाल्छु नि घरको बाटो मलाई पहिलेदेखि थाहा भयो तपाईँको नामहरू के हो भनेर भन्छु होला है हावा पनि कति चलिरहेको छ हेर्नुहोस् नि वाला आफ्नो मुख देखाऊ मेरो बा हामी बिहान पनि अलि माछुरी हेर्नु गएको थियौँ मामुहरूलाई पुऱ्याउनुको लागि आन्टी थियो क्या त्यो आन्टीले चाहिँ मामुलाई पुऱ्याइदियो म चाहिँ बाबासँग हेर्नु लाग्यो त्यसपछि फेरि आउने है बाबा फेरि जाने अनि फेरि आउने है बेलुकासम्म गर्ने होला त्यो मात्र 4 बजे चाहिँ बन्द हुन्छ है यहाँ हामी जापानमा छौँ क्या माछुरी छ 5 बजे चाहिँ हामी घर आउँछौँ त्यसमा मलाई त कति मजा माछुरी सुरु भइसक्यो तपाईँहरूलाई पनि यो त्यो सुरुगासीमा उनको खोए भनेर एड्रेस गर्नुहोस् अनि यहाँ आउनुहोस् है यो यहाँ कति हावा चलिरहेको छ हावा यहाँ पर्छ होइन सिधा गइरहेको छौँ है अहिले हामी एड्रेस म्यापले हेर्नु म्याप हेर्नुहोस् होला है तपाईँले सुरुगासीमा उन्दो कोएन भन्ने हेर्नुहोस् होला सुरुगासीमा उन्दो कोएनमा भोलि पनि आउनुहोस् होला ल आज पनि आउँछु त्यही पनि आउनु बाबा छैन मलाई खाना छैन मेरो बाबाको के तपाईँहरूलाई पनि बसेर गइसक्छ नि तपाईँहरू स्कुलबाट 100,000 भयो भने 101 पुरा हुन्छ हेर्नुहोस् न मेरो नाम चाहिँ न्यौपानी सुभाषी बाबाको नाम भन्छ त ए झुटो कुरा न बोला तिम्रो नाम त
तेजबहादुर नेउपाने होइन तपाईँले मलाई सन्तोष नगर्नु साँच्चै के चाहिँ मेरो बाबाको नाम तेजबहादुर हो तपाईँले तेजबहादुर भनेर बोलाउनुहोस् न प्लिज क्या मम्मा प्लिज होला है तपाईँले मलाई यो एउटा साँच्चीको नाम मेरो बाबाको साँच्चीको नाम चाहिँ नेउपाने तेजबहादुर हो क्या मेरो नाम पनि नेउपाने छ मेरो नाम पटाङ्गी नेउपाने जापानीबाट मलाई जहिले नुपाने भन्छ नुपाने मलाई नेपालीबाट सबैले सुबश्री भन्छन् जापानी होइन सुबासी भन्छ सुबासी अनि त्यसपछि मलाई नेपालीबाट चाहिँ सुबश्री भन्छ होइन मेरो बाबाको नाम चाहिँ के ल एकछिनपछि म काटेर बनाउँछु एकछिन है बाबा